आज हलिया तिहारको दिन हामी चाहिँ आज घुम्दै फुलको माला लिने अनि त्यसै गरेर केही सामान हामीले आउट अफ भ्याली पनि पठाउनु पर्ने भएकोले सामान पनि पठाउन पर्ने भएकोले हामी त्यहाँबाट हिँड्यौँ। जोरपाटीबाट जाँदै गर्दाखेरि हामीले आज चाहिँ भेन्तुना पर्व पनि भएको कारणले गर्दाखेरि चाहिँ बिचतिर नेवारी पोसाकमा हामीले प्रशस्त मानिसहरू देख्न पायौँ। यसपछि हामी बिस्तारै जाँदै गयौँ। यसमा न्यु रोड गएर चाहिँ हामीले एक ठाउँमा मिठाई पसलमा गएर मिठाई किन्यौँ। अनि आज चाहिँ तिहारको दिन भएको कारणले गर्दा पनि एकदमै बाटोमा चाहिँ जाम कम थियो। कहीँ समूहमा मान्छे देखिए तापनि बाटो चाहिँ खुल्ला थियो। आकाश पनि एकदम सुन्दर आकर्षक थियो। यसरी हेर्दाखेरि चाहिँ मलाई कता कता विदेशतिरको जस्तो पनि महसुस भइरहेको थियो। यस्तै सफा सुन्दर र काठमाडौँ महानगर जुन बेला मैले 10 वर्ष अगाडि देखिएको काठमाडौँ महानगर र अहिलेको महानगर हेऱ्यो भने चाहिँ मलाई साँच्चीकै पहिलाबाट अहिले आइपुग्दाखेरि चाहिँ धेरै नै परिवर्तन भएको देख्न सकिन्छ। मलाई त्यस्तो महसुस हुन्छ। बाटोहरू पनि सफा अनि फराकिला हेर्दैखेरि एकदम घुमाउ लाग्ने खालको बाटोको छेउछाउमा गार्डन प्रशस्तहरू देख्न पाइन्छ। अनि हामीले भन्छौँ कि काठमाडौँ महानगरमा के भएको छ र पहिला जस्तो थियो त्यस्तै त हो नि भन्छौँ, तर धेरै परिवर्तनहरू देख्न सकिन्छ। सुन्दर शान्त सफा देख्न सकिन्छ र काठमाडौँमै बसेकोमा अहिले चाहिँ गर्व लाग्छ होइन। जस्तो यसो हेर्दा पनि विदेशतिरको सिन हो कि जस्तो आफूलाई त्यो खालको महसुस हुन्छ। र आज घुम्दै हामी यहाँबाट न्यु रोड गयौँ। न्यु रोड हुँदै एयरपोर्ट हुँदै हामी चाहिँ फेरि के अरे चाबेल हुँदै जोरपाटी हुँदै बिस्तारै घरतिर आयौँ। र आजको यात्रामा चाहिँ मैले यो चाहिँ एकदमै आकाश पनि यति खुलेको थियो नि, यति सुन्दर देखिरहेको थियो, कुनै पोल्युसन बिना क्लियर देखिरहेको थियो। र हामी बाटैभरि रमाउँदै आयौँ। हामी चाहिँ परिवारसँग घुम्न गएका थियौँ। के अरे श्रीमान, मेरो एउटा बच्चा अनि म। यसरी हेर्दाखेरि चाहिँ मलाई यो कता एउटा राम्रो भिडियो बनाउन मन लागेर बनाएको हो। हजुरहरूलाई पनि कस्तो लाग्यो काठमाडौँ? हजुरले पहिला भोगेको काठमाडौँ र अहिलेको काठमाडौँमा के फरक पाउनुभयो बताउन नभुल्नुहोस् है। मलाई चाहिँ एकदमै राम्रो लाग्छ। आजकल काठमाडौँ घुम्यो भने पनि एकदम आनन्द महसुस हुन्छ। सबै परिवेशहरू एकदमै क्लियर देखिएका छन्। यसरी हिँड्दै घुम्दै जाँदाखेरि चाहिँ मलाई भिडियो बनाउन मन लाग्यो, हजुरसँग केही कुरा सेयर गर्न मन लाग्यो। र काठमाडौँबाट मान्छेहरू धेरै बाहिरिनु भएको हुनाले पनि होला एकदम ड्राइभिङ गर्न पनि सजिलो, एकदम फराकिलो रोड महसुस भयो। र मान्छेहरू पनि एकदम कम भएकोले गर्दाखेरि चाहिँ घुम्नलाई पनि एकदम सहज महसुस भयो र सजिलैसँग घुम्न सक्यो। यति खुल्ला त मैले काठमाडौँ कहिले देखेकै थिइनँ। सायद दसैँ तिहारमा चाहिँ हामी आउट अफ भ्याली भएर पनि होला यसरी चाहिँ हामीले तिहार यहीँ मनाउने निर्णय गरेको हुनाले चाहिँ तिहारकै दिन यसो घुम्न जाउँ, साधारण खालको सपिङ पनि हुने भयो, मालाहरू फुलहरू पनि किन्न पाइने भनेर निस्केको हुनाले चाहिँ र आफ्नो काम पनि गर्न सकिने भनेर निस्केको हुनाले चाहिँ धेरै हामीले चाहिँ यहाँको वातावरण खुल्ला भएको महसुस गऱ्यौँ। अलिकति शून्य जस्तो पनि लाग्दो रहेछ र यसरी रोडमा हिँड्नलाई चाहिँ एकदमै आनन्द र मजा पनि हुँदो रहेछ। यसरी चाहिँ आज हामी चाहिँ घुमिफिरी गर्दै बेलुका 5 बजेतिर घर आइपुग्यौँ। यो चाहिँ मेरो भ्लग हो। हजुरहरूलाई चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला है। म युट्युबमा अपलोड गर्न गइरहेको छु अनि हजुरहरूले मलाई फलो गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला र हाम्रो काठमाडौँ महानगरको बारेमा अझ धेरै नयाँ भिडियोहरू हेर्नलाई चाहिँ पर्खिनु होला भन्न चाहन्छु।